जिन्दगी यस्तै छ गाइस, जे भयो पनि सम्हाल्नै पर्ने भन्दै आजको न्यू डे न्यू भ्लग सुरुवात गर्न गइरहेको छु। हेलो लेडिज द जेन्टलमेन, आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै। यहाँहरूलाई चाहिँ नयाँ भ्लग अर्थात् नयाँ एपिसोडमा वेलकम भन्न चाहन्छु। आज भ्लग के रहनेछ कृपया भ्लगलाई सुरुदेखि लास्टसम्म हेरिदिनु होला है त गाइस। ल है त गाइस, आजको भ्लग सुरु भयो। यहाँहरूलाई चाहिँ टक्क फुलबाट चाहिँ वेलकम गरे है त। यस्तो माथि चाहिँ पहिलो फुल, तल चाहिँ रातो छ है गाइस। कृपया आजको भ्लग सुरुदेखि लास्टसम्म हेरिदिनु। ल है त गाइस, आज चाहिँ मरन्द सालो चाहिँ यहाँ कटाको डेस्टिनेसन गन्तव्य रहनेछ। एकछिनमा सालोलाई भेटेर टक्क घुमघाम कार्यक्रम रहनेछ। कता कता घुम्छु यहाँहरूलाई मजाले देखाउने प्रयास नै गर्नेछु गाइस। कृपया भ्लग हेरिदिनु। ल है त गाइस, साला भेनाको चाहिँ दुईवटा घोडा। आज चाहिँ यो दुईवटा घोडाले चाहिँ हामीलाई चाहिँ कता कता घुमाउने छ, हेर्दै जानु होला भ्लग। तपाईँहरूलाई चाहिँ आज चाहिँ नौलो ठाउँमा लाने प्रयास गर्दैछु। मसँग चाहिँ प्यारो साला हुनुहुन्छ। ल है त गाइस, म र सालो चाहिँ भर्खरै भेटघाट भइयो। आज चाहिँ सालो घुमाउने होला नि त होइन भेनाजुलाई? झर्नातिर घुमाउने, झोलुङ्गे पुलतिर घुमाउने भन्दैछन्। आज चाहिँ यहाँहरूलाई चाहिँ इन्टरटेनमेन्ट दिने प्रयास गर्दैछु गाइस। कृपया भ्लगलाई चाहिँ सुरुदेखि लास्टसम्म हेरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, अनि बेलाका नअचेल अलमा अन गरेर राखिदिनु होला है त गाइस। हेर्दै जानु। ल है त गाइस, हामी चाहिँ पसिना खोल पर्दै यो दुईवटा साइकलमा सला भेना छौँ। अब चाहिँ हामीले चाहिँ तपाईँहरूलाई चाहिँ त्यहाँ पौडी खेल्ने ठाउँमा लगेर देखाउने प्रयास गर्दैछौँ गाइस। हेर्दै जानु होला भ्लगलाई है त गाइस। ल है त गाइस, सालो भेना चाहिँ एक्सट्रिम खाएर अब चाहिँ हामी चाहिँ अर्को गन्तव्यतर्फ जाँदैछौँ। फेरि भेटौँला है त गाइस। ल है त गाइस, हामी दुई भाइ चाहिँ अङ्गाडीको यात्रा सुरु भइरहेको छ है गाइस। कृपया भ्लग हेरिदिनु होला, माया ममता गरिदिनु होला गाइस। आज अङ्गाडीको त्यहाँको वातावरणहरू तपाईँहरूलाई देखाउने प्रयास गर्नेछु गाइस। हेर्दै जानु होला भ्लग है त। एकछिनमा भेटौँला। त्यहाँ पनि रहेछ गाइस, यता बाजो पनि बजिरहेको छ त के हो गाइस। आज चाहिँ दाजुभाइ चाहिँ गएर एकदम रमाइलो गर्ने झमर्को गरिरहेको छु नि गाइस। हेर्दै जानु होला भ्लग। त्यहाँदेखि देखिने मिठो अमेज मनमोहित पार्ने दृश्यहरू यहाँहरूलाई देखाउने झमर्को गरिरहेको छु है गाइस। हेर्दै जानु होला भ्लग। हजुर, हेर्दा हेर्दै बुढो भइयो यस्तै छ गाइस। पछि पारामा चाहिँ कर्णालीको यात्रा भइरहेको छ दाजुभाइको। कृपया भ्लग हेर्दै हुनुहुन्छ भने गाइस सब्सक्राइब गर्न नभुलिदिनु होला, लाइक कमेन्ट है त गाइस। मगर खुसीलाई भन्दै त्यस्तै छ गाइस वातावरण अहिलेको। त्यहाँबाट कर्णालीमा बाटो देखिने मनमोहित दृश्यहरू यहाँहरूलाई चाहिँ के होइन स्पष्ट तरिकाले देखाउने छु है त गाइस। एकछिनमा भेटौँला। यस्तो छ है गाइस, माथि टक्क लगाएर सूर्य टक्क यताउताको वातावरण यस्तो छ है गाइस। टक्क लगाएर ल है गाइस, चाहिँ अब बिस्तारै अङ्गाडीको नजिक आउँदैछौँ गाइस। कृपया मगर पिक्चरलाई चाहिँ तपाईँहरूको मायाको खाँचो छ गाइस। कृपया सब्सक्राइब गरिदिनु होला गाइस, लाइक गरिदिनु होला, मनमा लागेको जिज्ञासा कमेन्ट बक्समा छोडिदिनु होला गाइस। अब चाहिँ तपाईँहरूलाई अङ्गाडीको त्यहाँभित्र रहेको वातावरणहरू तपाईँहरूलाई मजाले देखाउँदैछु है त गाइस। माया छ यो गाइस, माया। ल गाइस, हामी चाहिँ खोलाबाट आइयो गाइस होइन। आजको भ्लग चाहिँ अलिक सर्ट भए जस्तो छ। कृपया राम्रो शब्दहरू, राम्रा ज्ञानहरू चाहिँ मगर फुच्चेबाट लैदिनु होला। नराम्रा भाइरस जस्ता शब्दहरू चाहिँ मगर फुच्चेको युट्युब च्यानलमा छोडिदिनु होला भन्दै अर्को भ्लगमा भेटौँला है त। हामी नेपाली, हाम्रो नेपाल भन्दै आजको भ्लग यहीँ थाहा लाग्न चाहन्छु। हस्त चन्द्र सूर्य। फेरि भेटौँला अर्को भ्लगमा न्यू जङ्गरका साथ है त गाइस। बाई बाई।